कानुनमा कसैले कसैको ज्यान लिएको अवस्थामा पनि सजाय नहुने केही अवस्थाहरू छन्। त्यस्तो अवस्था भनेको कानुनको पालना गर्दा, निजी रक्षाको अधिकारको प्रयोग गर्दा कुनै राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्यको पालना गर्दा वा पालन गर्न लागेको कुनै कामबाट कसुरदार उत्तेजित हुन गएमा त्यस्तो अवस्थामा चाहिँ कसुर भएको मानिँदैन। अर्थात् आफ्नो आत्मरक्षाको लागि राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्यको पालना गर्दा र वा पालना गर्न लागेको कुनै कामबाट कसुरदार उत्तेजित भएको अवस्थामा कसैको ज्यान मर्न गएको छ भने त्यस्तो अवस्थामा कसुर कायम हुँदैन। निजी रक्षाको अधिकार असल नियतले प्रयोग गर्दा त्यस्तो अधिकारको सीमा नाग्न गई जसको विरुद्ध त्यस्तो अधिकार प्रयोग भएको हो सो व्यक्तिको ज्यान मरेमा पनि त्यसलाई कसुर मानिँदैन र एकाएक भएको झगडामा उठेको रिसको आवेशमा तत्काल कसैको ज्यान मरेकोमा पनि त्यसलाई कसुर मानिँदैन। तर कसुरदारले अनुचित लाभ हासिल गरेको वा अस्वाभाविक तवरबाट काम गरेको अवस्थामा भने कसुर कायम हुन्छ।